हेलो एभ्रिवान, सबैजनालाई बल्सियाको तर्फबाट नमस्कार। फेरि पनि आयो हाम्रो छोटो सानो मिनी भ्लग। आज चाहिँ हस्पिटल जान आँटेको। खास गरी भनौँ भने मेरो नन्द चाहिँ मेरो बुढो हुनुपर्ने थियो कि होइन, जहाँ जाँदा पनि घसिटेको छ। हस्पिटल जाऊ घसिटेको छ, ब्याङ्क जाउँ घसिटेको छ, जहाँ जाँदा पनि लिएर जाने हो। बालबच्चा बिमारी भयो, बच्चालाई केही भयो, घसिटेको छ। बिचारीलाई पनि कति रिस उठ्दो होला नि, के गर्ने जिन्दगीको गोरेटोम होइन। बहुत किस्मत भएपछि यस्तै हो। तै पनि केही छैन। यो डक्टरले पनि 50 नै बोलाउँछ यार। त्यसो गर्दा गर्दै महिना दिन बितिसक्यो। त्यही पनि यो हात गोडा दुख्ने त कमै भएको छैन। कम मात्रै भएको कि हराएको छैन। कति धाउनु। हल्का हस्पिटल धाउँदा बुढी भए। यताको नजारा हेर्नुहोस् नेपालको। गाडीमा मान्छे कति भिड। होइन कि यो नेपालको मान्छेहरूलाई चाहिँ पुलिसहरूले पनि कारबाही नगर्ने रहेछ कि। मान्छे कोचा गुन्द्रुक जस्तो गरेर छि। गाडीमा चढ्नु पनि लास्टै झ्याउ लाग्ने यार साथीहरू। हेर्नु न कति धेरै गाडी हो। विदेशतिर त म एउटा पनि गाडी देख्दैन यार। मान्छे हेर्नु न कति धेरै। राम काठमाडौँको हस्पिटलको ठ्याक्लाकै गेट पनि आइपुग्यो यार। के गर्ने अब, डक्टरको पनि भिडियो बनाउनु हुन्थ्यो। कराउँछ कि भन्ने डर लाग्छ कि। त्यही भएर मैले भिडियो चाहिँ बनाएन है साथीहरू। त्यही भएर अब अलका हस्पिटलको गेटमा चाहिँ आएँ। मेरो यो भिडियोलाई पुरा हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला साथीहरू। बाई बाई। चोरेर लग्नु कि यस्तो परे बेलामा। काठमाडौँको पनि नजारा हेर्नु नि, पानी मात्रै पर्छ। मेरो मोबाइल भन्दा